हामीले छोटो सोचेर आएका छैनौँ। हामीलाई जनताले 1 वर्ष 2 वर्ष 5 वर्ष सोचो भनेर हामीलाई जिताएका होइनन्, हामीलाई 2/3 दिएका होइनन्। अबको पुस्ता, अबको 3 पुस्तासम्म तिमीले सोचेर राजनीति गर्नुपर्छ भनेर जिताएका हुन्। हाम्रो यो महाधिवेशनले पनि अबको 3 पुस्ता सोच्नुपर्छ। अबका नेताहरू कस्ता उत्पादन गर्ने भन्ने कुरा पनि यो महाधिवेशनले निर्णय गर्नुपर्छ। त्यो भन्दै गर्दाखेरि मैले हजुरहरूलाई एकदमै विनम्र अनुरोध गरेँ, अब हामीले सकेसम्म यो देश हाम्रो पुस्ता अन्तिम पुस्ता हो। अब यो अन्तिम पटक जनताले 2/3 दिएका हुन्। हामीलाई कि गर कि मरको स्थिति छ, हामीलाई गरेर देखाउनै छ। त्यही भएर पनि हाम्रा अनेक मन्त्रीहरूले अहिले पनि हेर्दै गर्दाखेरि अधिकांश हाम्रो पहिलेदेखिका नेताहरू कस्तो हुनुहुन्थ्यो भन्दै गर्दाखेरि पावरमा गयो जहिले पनि पाखुराको मात्रै प्रयोग हुन्थ्यो, दिमागको प्रयोग हुन्थेन। शक्तिमा गयो, मन्त्रीकोमा गयो, सांसदकोमा गयो। मन्त्री सबभन्दा मन्त्री को मन्त्रीसँग चाहिँ बढी पावरफुल छ, बजेट लिएर गयो। झापाको उदाहरण हेर्नुहोस् त, अरबौँ अरबको बजेट। अहिले पनि जनताले प्रत्येक सांसदहरूलाई सोध्नुहुन्छ बजेट खै भन्नुहुन्छ। सबैले आपत छ यहाँ, अधिकांश सांसदहरू हुनुहुन्छ। एकजना हाम्रो सांसदले त सांसद भनेको कानुन बनाउने हो, सिस्टम बनाउने, नीति नियम बनाउने हो भनेर भन्दैन त, उहाँलाई ट्रोल गरिराख्नु भएको थियो। किनकि हामी जनतालाई अहिलेसम्म सिस्टम भनेको के हो, विधि विधान भनेको के हो, पद्धति भनेको के हो कसैलाई थाहा छैन। बजेट ल्याउनको लागि त सिस्टम हुनुपर्ने हो नि त। मेरो आशा पनि के छ भन्दाखेरि अबको 2-3 वर्षपछि बजेट पनि हाम्रो सिस्टममा जानुपर्छ। सिस्टममा गएर ताकि सांसदले आफ्नो काम गर्न पाओस्। हामीले धेरै सिस्टम बनाउनु पर्ने छ, धेरै काम गर्नुपर्ने छ। त्यसको लागि सरकारले पनि काम गरेको छ, जनता सोचेर काम गरेको छ, अबका नाति पनातिनीहरू सोचेर काम गरेको छ। मन्त्रीहरूले आफ्नो जिल्लामा मात्रै बजेट राख्नु भएको छैन, खनाउनु भएको छैन। अस्ति भर्खर उदाहरण पनि हेर्नुभएको होला, सुदन गुरुङ गोर्खा जानुभएछ, गोर्खामै बजेट खै भन्ने सुन्नुभएको होला धेरैले, हैन? त्यही भएर त्यसमा चाहिँ यसपालि सम्पूर्ण सरकारले, सम्पूर्ण मन्त्रालयले, हामीहरूले पनि समग्र देश सोचेर अगाडि बढिरहेका छौँ। र यो महाधिवेशन हुँदै गर्दाखेरि सम्पूर्ण साथीहरू जो आउनुहुन्छ, अध्यक्ष, उपाध्यक्ष, महामन्त्री जुन पदमा आउनुहुन्छ, हजुरहरू सबैलाई शुभकामना छ। हामी सँगै छौँ। हामी सांसदको रूपमा चाहिँ मेरो अनुरोध पनि देशभरिका हामी राष्ट्रसभाका सांसद जति हुनुहुन्छ, यताउति गरेर यसलाई भोट माग्ने उसलाई भोट माग्ने नगरिदिनु होला, गुट उपगुट नगरिदिनु होला। हामीले पनि गर्दैनौँ, तपाईँले पनि नगरिदिनु होला। सबैलाई शुभकामना दिनु होला। कतिपय ठाउँमा अलिअलि गल्तीहरू भएका छन्, हामीले सच्याउने पनि प्रयासहरू चाहिँ गरिरहेका छौँ। र यति भन्दै मैले मेरो 2-4वटा शब्द यही राखेँ। अब हाम्रो अन्तिम विकल्प हो, यो अन्तिम पुस्ता हो, गरेरै छोड्नुपर्छ। हस्, धेरै धेरै धन्यवाद। नमस्ते।